यो चाहिँ देखाइरहेको तपाईँलाई सुरेन्द्रनाथ इन्स्टिट्युट हो। यो हेरिहाल्नुहोस् होइन, सुरेन्द्रनाथ इन्स्टिट्युट हो। अन्त यो चाहिँ तपाईँको प्रपर्टीमा जाने बाटो। अन्त यो चाहिँ तपाईँको प्रपर्टी हो होइन। प्रपर्टी छ तपाईँको यहाँनिर 13 कट्ठा प्रपर्टी छ। हेरिहाल्नुहोस्, वरिपरि गाउँघरहरू सबै बसिसकेको छ होइन। प्रपर्टीमा आउने बाटो चाहिँ तपाईँको 18 फुटको बाटो फर्स्ट टु लास्ट तपाईँलाई छोडिदिनु भएको छ होइन। प्रपर्टीको लोकेसन चाहिँ पर्नेछ तपाईँको सुरेन्द्रनाथ इन्स्टिट्युटमा छ होइन। 13 कट्ठा प्रपर्टी छ होइन। प्रपर्टी चाहिँ हो तपाईँको खतियान जर्नल रेजिस्ट्री प्रपर्टी हो होइन। तपाईँहरूलाई यदि यो प्रपर्टीमा इन्ट्रेस्ट छ भने यो नम्बरमा तपाईँ कन्ट्याक्ट पनि गर्नु सक्नुहुन्छ र वाट्सएपमा हामीसित बात पनि गर्नु सक्नुहुन्छ होइन। प्रपर्टीमा आउने बाटो चाहिँ तपाईँको हेरिहाल्नुहोस्, फर्स्ट टु लास्ट 18 फुटको बाटो छोडिदिनु भएको छ होइन। सुरेन्द्रनाथको बाटोदेखि तपाईँलाई आउनु टाइम लाग्छ, यो प्रपर्टीसम्म 150 मिटर टाइम लाग्छ होइन। एकदमै राम्रो प्रपर्टी छ होइन। प्रपर्टीको लोकेसन चाहिँ पर्नेछ तपाईँको सुरेन्द्रनाथ इन्स्टिट्युटमा पर्नेछ होइन। यहाँदेखि तपाईँ 3 कट्ठा 4 कट्ठा 5 कट्ठा या 2.5 कट्ठा पनि तपाईँ लिनु सक्नुहुन्छ होइन। तपाईँहरूलाई यदि यो प्रपर्टीमाथि इन्ट्रेस्ट छ भने यो नम्बरमा तपाईँ कन्ट्याक्ट पनि गर्नु सक्नुहुन्छ र वाट्सएपमा हामीसित बात पनि गर्नु सक्नुहुन्छ। धन्यवाद।